ज्ञानेन्द्र साईले विदेशमा बसेको नेपालीहरूलाई विशेष गरेर दुबईमा खाडीमा बसेको नेपालीहरूलाई जुन हिसाबले प्रहार गरेको छ, जुन हिसाबले बेल्जा चलाउने केही थाहा नभएको अनपढहरू भनेको छ, तपाईँलाई यो कुरा थाहा रहन्छ कि यही अनपढहरूको, यही बेल्जा चलाउने मान्छेहरूको नेपालको अर्थतन्त्रमा कति योगदान छ भनेर। मलाई तपाईँले यसरी बोल्छ, यसरी विदेशमा बसेको नेपालीहरूलाई अपमान गर्छ, तल्लो स्तरको शब्द प्रयोग गर्छ भन्ने कहिले पनि सोचेको थिएन, तर तपाईँले गर्यो। यही विदेशमा बसेको नेपालीहरूको बाउआमाले नै हो तपाईँलाई भोट हाल्ने है, त्यो याद राख्नुहोस्। प्रत्येक घरको 2 देखि 3 जना मान्छे विदेशमा छ, त्यही मान्छेहरूको बाउआमाले, त्यही मान्छेहरूको आफन्तले तपाईँलाई भोट हाल्ने हो। याद राख्नुहोस् यो कुरा है। अर्को कुरा, नेपालीहरू विदेशमा बसेर नेपालको अर्थतन्त्रलाई कति टेवा पुगेको छ बुझेर अनि विदेशमा बस्ने नेपालीहरूलाई प्रहार गर। बुझिस् तिमी कस्तो मान्छे रहेछ भन्ने कुरा हामीले बुझ्दैछ। अब कुनै बेला हामीले तिमीलाई समर्थन गरेको हो, तर तिमी 1 नम्बरको नालायक निस्केर आयो।